सरकारमा जुन जिम्मेवार व्यक्तिहरू हुनुहुन्थ्यो अब उहाँलाई चाहिँ रवि लामिछानेले जेलमा हाल्नुपर्छ जस्तो लाग्छ के लाग्छ? अब त्यो उनीहरूले साँच्चैकै गलत गरेका हुन् र उनीहरूको गलत प्रमाणित हुँदै गर्दाखेरि नेपालको कानुन अनुसार कारबाही भोग्नै पर्छ। जेल जाने छ कि के छ कति छ होइन, कति वर्ष जेल सजाय छ त्यो कानुन अनुसारको सजाय चाहिँ भोग्नै पर्छ। न्याय दिनुपर्छ यसको लागि चाहिँ है। र मैले देखेको तत्कालीन सरकारमा जुन आन्दोलनको बेलामा तत्कालीन सरकारमा हुनुभएको प्रमुखहरूलाई चाहिँ तपाईँको छानबिनको दायरामा ल्याएर विशेष समिति गठन गरेर उहाँहरू दोषी हुनुहुन्छ हुनुहुन्न होइन समितिबाट निर्णय गरेर नेपालको प्रचलित कानुन अनुसार दण्ड दियोस् भन्ने चाहना छ मेरो। र अहिलेको सरकारले पक्कै पनि जेनजी यो भनौँ न जेनजी आन्दोलन अब रवि लामिछानेको गन्टीको बहुमत आउने नै भयो र विगतमा सहकारी ठग साङ्गठिक अपराध र सम्पत्ति शुद्धिकरणको जुन मुद्दा रवि लामिछानेले खेपिरहेका छन् होइन। अब आफ्नै सरकार आफ्नै प्रधानमन्त्री आफ्नै सरकार अब हुनेवाला छ र के रवि लामिछाने निर्दोष थियो भने रवि लामिछानेलाई चाहिँ प्रतिशोधको आधारमा फसाइएको थियो भनेपछि रवि लामिछानेले के अब कस्तो खालको एक्सन लिनुपर्छ र लेलान् जस्तो लाग्छ? अब त्यसमा चाहिँ अब समग्र मान्छेहरूको आफ्नो विचार होला होइन। मेरो व्यक्तिगत विचारमा चाहिँ उहाँले पक्कै पनि विगतमा आफूलाई लगाएको आरोपहरूको बारेमा खोज तलब अपेक्षा छ होइन। र यदि हो झुटो नै आरोप लगाइएको भने आरोपित व्यक्तिहरूलाई कारबाही पनि हुन्छ भन्ने आशा गरेको छु। तपाईँको के छ? रविले चाहिँ अब आफू एकदम साँच्चीकै क्लिन छन् भने प्रमाणित गर्ने छन् होइन। र अब अपराधी नै थिए भने अब त्यो पनि प्रमाणित गर्नुपर्छ भन्ने लाग्छ होइन। अब मान्छेलाई त जनतालाई त भ्रम छ होइन। अब एकदम राजनीतिक प्रतिशोध साँधिएको हो। रवि 81 गृहमन्त्री हुँदै भएर चाहिँ अनेक फाइलहरू खुल्दै गर्दाखेरि यिनीहरूले चाहिँ एकदम रिस रागका साथ प्रतिशोध साध्दै गरेको सबैलाई छ नि त होइन। अब के हो भन्ने कुरा अब उनीहरू सत्तामा आइसकेपछि सबै कुराहरू क्लियर हुने अब यो कुरामा रविले अब विगतमा यसरी मलाई फसायो भन्ने कुरा पनि अभिव्यक्ति दिनु नै भएको छ होइन। र आफ्नो सरकार बनिसकेपछि र यो कुरालाई क्लियर गरेनन् भने रविले आफैले न्याय दिन सकेनन् भने फेरि अरूलाई कसरी न्याय दिन सक्लान् भन्ने प्रश्न दालमा कुछ कालायो भन्नु पर्यो। आफूलाई न्याय दिन सक्यो भने त भोलि फेरि केस खेपिराख्दै गर्दाखेरि संसद हुन पनि गाह्रो छ उहाँलाई। त्यो पनि कानुन पहिलाको सरकारमा जुन जिम्मेवार व्यक्तिहरू हुनुहुन्थ्यो अब उहाँलाई चाहिँ रवि लामिछानेले जेलमा हाल्नुपर्छ जस्तो लाग्छ के लाग्छ? अब त्यो उनीहरूले साँच्चैकै गलत गरेका हुन् र उनीहरूको गलत प्रमाणित हुँदै गर्दाखेरि नेपालको कानुन अनुसार कारबाही भोग्नै पर्छ। जेल जाने छ कि के छ कति छ होइन, कति वर्ष जेल सजाय छ त्यो कानुन अनुसारको सजाय चाहिँ भोग्नै पर्छ। मेरो विचारमा कानुन अनुसारको कारबाही होस् भन्ने चाहन्छु। त्यही नै हो। जेनजी आन्दोलनमा घटना घटाउनुमा मुख्य जिम्मेवारीलाई कस्तो कारबाही हुनुपर्छ र कारबाही हुने सम्भावना छ जस्तो लाग्छ त? अब कारबाही जस्तै 72 जना भनौँ न होइन, एक्ज्याक्ट मतलब 72 जना नै हो जस्तो लाग्छ। हाम्रा कलिला भाइ बहिनीहरू शहीद हुनुभएको छ होइन। त्यो शहीद भाइ बहिनीहरूका जुन आफन्तहरू होइन र तिनीहरूको जुन आत्माले चाहिँ न्याय पाउला त? अब न्याय दिनुपर्छ यसको लागि चाहिँ है। र मैले देखेको तत्कालीन सरकारमा जुन आन्दोलनको बेलामा तत्कालीन सरकारमा हुनुभएको प्रमुखहरूलाई चाहिँ तपाईँको छानबिनको दायरामा ल्याएर विशेष समिति गठन गरेर उहाँहरू दोषी हुनुहुन्छ हुनुहुन्न होइन समितिबाट निर्णय गरेर नेपालको प्रचलित कानुन अनुसार दण्ड दियोस् भन्ने चाहना छ मेरो। र अहिलेको सरकारले पक्कै पनि जेनजी यो भनौँ न जेनजी आन्दोलनमा मारिएका शहीदहरूलाई न्याय दिनेछ भन्नेमा पूर्ण विश्वास छ। राष्ट्रपालले पहिलेदेखि नै भनिरहेछ हामी जेनजीको माग सबभन्दा पहिला जेनजीको माग पुरा गर्न लाग्नेछौँ भनेकै छ होइन। आशा छ यो जुन आन्दोलनभित्र भएका अनेक घटनाको छानबिन गरेर आयोगले चाहिँ छानबिन गर्छ नै र कानुन अनुसारको कारबाही चाहिँ भोग्नै पर्छ। र यो जुन यो समस्या समाधान गर्न चाहिँ राष्ट्रपाल लाग्छ भन्ने आशा छ। सबैको आशा नै त्यही हो नेपाली जनताको चाहिँ अहिले।